बाइक साइकल जे पायो त्यसमै हिँड्नुपर्छ क्या आफ्नो भएछ अनि देखाउनुपर्छ सो हेलो युट्युब फ्यामिली के छ तपाईँहरूको हालखबर म चाहिँ सन्चै आरामै छु र म ड्युटी जाँदैछु र जसले पनि मेरो हिजोको ब्लग हेर्नु भएको छैन हेर्नु होला सो सधैँको जसरी म ड्युटी जाँदैछु मेरो साथी यहाँनिर छ ओइ ब्लग हेरि सपोर्ट गर्नु पर्यो है साथी हिजोको ब्लग हेरि यार पुरै हेरेको सुरुदेखि एन्डिङसम्म हेरेको कस्तो दामी लागेको थियो यार तपाईँहरू पनि हेरिदिनु होला के कस्तो लाग्छ होइन म चाहिँ ड्युटी जाँदैछु ठ्याक्कै हिजोकै ठाउँ भनौँ न यो फुटसलको बाटोको सो म तपाईँहरूलाई सिधै अब त्यहीँ ड्युटी पुगेर नयाँ बाटोमा भेट्छु तपाईँहरूलाई ब्लग चाहिँ हेरिदिनु है हिजोको पनि सो म चाहिँ सोरुम पनि आइपुगिसकेँ होइन ब्याग राखेर माथि जाँदैछु हाम्रो भाइरल काकालाई देखाउँदैछु सेभेज काका ऊ यहाँ सटर खोल्नु हुँदैछ ऊ यहाँ अगाडि अहिले काकालाई सोध्छु काका भिडियो हेर्नुभयो थियो भनेर के कस्तो लाग्छ होइन काका हिजोको भिडियो हेर्नुभयो हिजोको भिडियो हेर्नुभयो कस्तो लाग्यो तपाईँ भाइरल हुनुहुन्छ अब कति दिनमा अब भाइरल हुनुहुन्छ यहाँ हाम्रो अङ्कल हुनुहुन्छ अङ्कल हिजोको भिडियो हेर्नुभयो कस्तो लाग्यो हिजो 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 मिश्रा काकाको हेर्नु न नयाँ हालेको चाहिँ कस्तो लाग्छ हेर्नु ल यहाँ हाम्रो अङ्कल हुनुहुन्छ कोही नि आउनु भएको छैन दाइ हेर्नु के कस्तो लाग्छ के पानी मारिदिनु ल ल हुन्छ त्यही हो अहिले म भेट्छु तपाईँहरूलाई छिट्टै दाइ हेराउनु भएछ चाहिँ सो युट्युब फ्यामिली मलाई गाडी पनि कुदाउनु आउँछ है अब यहाँ मेरो साथी छ यसले मेरो भिडियो बनाइदिन्छ गाडी कुदाउँदै गरेको यो चाहिँ बोलेरो पिकअप होइन कुछ बोल्न चाहेगा सब ठीक है मैं ब्लॉग डाल रहा हूँ ब्लॉग देखना कल मैं मेरा ब्लॉग चैनल है तुझको पता नहीं था से नहीं मतलब वीडियो बना दे अच्छे से पकड़ना यार ठीक है यार जाएगा ना वाह 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 रे वाह सो हामी चाहिँ यहाँ हाम्रो अड्डामा बसिरहेको छौँ हाम्रो वासिङ गर्ने दाइ हाम्रो काकाले चाहिँ मेरै भिडियो हेरिराख्नु भएको छ त्यहाँ फोनमा मैले लगाइदिएको होइन हेर्नु हुँदैछ यो चाहिँ हाम्रो अड्डा भनौँ न हाम्रो इन्जिन रुम हो यहाँनिर चाहिँ भनौँ न अब यस्तो यस्तो कुरोहरू राखेको हुन्छ यो चाहिँ सिक्ने कुराहरू म चाहिँ खास इङ्ग्लिस आउँदैन म त हेरेर सिकिदिन्छु होइन मलाई खासै इङ्ग्लिस नेपाली आउँदैन हाम्रो रेन्जको बक्सा भयो भनौँ न यहाँ काम हुँदैछ तर मेरो काम छैन सो काम चल्दैछ होइन अब म चाहिँ सामान लिनु गएको माथि पार्ट्समा हाम्रो दिपेन दाई पनि आउनु भएको छ होला दाईलाई भन्छ दाई भिडियो हेर्नुभयो कि भएन भनेर हाम्रो पार्ट्सको यस्तो छ हाम्रो सोरुम दिपेन दाई हुनुहुन्न भिडियो हेर्नुभयो छैन हेरे हो क्या युट्युबमा हेर्नु न युट्युबमा गएर के सर्च गर देखिन मैले अघि खोल्नु त गइहाल्यो नि ब्याङ्क युट्युब खोल्नु त अब के सर्च गरेर हेरे के गर्नु पर्दैन तपाईँले नोटिफिकेसन अन गर्नुभएछ ल हेर्नु लाइक गर्नु पर्यो यसलाई हैन लाइक गरिदिनु दिपेन दाइ हुनुहुन्न उता कता गएको छ बाइकमा चाहिँ के सामान लिने कता गएको छ ए सामान लिएको थिएँ मेरो मैले फेरि साउन्ड सानो बनाएको छु क्या अझै म साउन्ड चाहिँ अलिक बढाएर हाल्छु मेरो सबले मलाई भन्नुभयो ए दिपेन दाइ आएपछि भेट्छु तपाईँहरूलाई म दिपेन दाइलाई भेट्नु भने ठ्याक्क दिपेन दाइ भन्नुभयो सबजना हुनुहुन्छ दिपेन दाइ ब्लग हेर्नुभयो हिजोको कस्तो यार भाडसँग बिलिङ चल्दैछ काम गरेर काम सकेर के गर्नु गाह्रो छ कस्तो लाग्यो दाइ
हजुर अनि दाइले चाहिँ पानी हाल्दै रहेछन्। तपाईँले अन्तिमसम्म हेर्नु भयो कि भएन अन्तिम दाइ, भोलि चाहिँ दिने बनाएर खान्छ। बनियाम गएको छ अरे छ हौ, चाहिँदैन। त्यो युट्युब फ्यामिली केही इन्ट्रेस्टिङ छ चाहिँ देखाउँछु तपाईँहरूलाई म। सो युट्युब फ्यामिली होइन, म चाहिँ दुध लिनु गएको, चिया सेवा यताउति पकाएर खाने अरे। खानेहरू चाहिँ यत्रो जनता हुन्छ होइन, यत्रो मान्छेहरू हुन्छ, तर मलाई जानुपर्छ, तैँले पसल जाने कामै मेरो हो। सो युट्युब फ्यामिली मैले चाहिँ दुध पनि लिएर आइसकेँ। यहाँ छ दाइहरूको बाइकहरू पनि छ होइन, तर भन्नु अहिलेको केटाहरूलाई चाहिँ कस्तो भनेपछि बाइकहरूमा यताउति हिँड्नु मन लाग्छ होला होइन, साइकल चलाउनु बिल्ला लाग्छ होला, तर मलाई चाहिँ कहिले कस्तै लाग्दैन कि बाइक साइकल जे पायो त्यसमै हिँड्नुपर्छ क्या, आफ्नो भएछ अनि देखाउनुपर्छ। कसले पकाउने हो? पानी हाल्नु जहिलेको जिम्मै यही छ क्या, ल्यायो पकायो सबलाई खुवाउने जिम्मेवारी मेरै छ। त्यही हो, अब यो पकाउनु पर्ने छ। मार्छ होला गाड बाबुले थाहा भएपछि। यो दिदीको पैसा खाएपछि पैसा रिटर्न कसैले गर्दैन, हाम्रो सञ्जय दाइले पनि गर्दैन, केटाहरूले कसैले रिटर्न गर्दैन भनेपछि म चाहिँ किन गर्नु, म पनि गर्दिनँ। यो दिदीको स्यालेरी महिनाको 40,000 रुपियाँ छ। म दिन्न नि त, त्यही हो, यो दिदीको पैसा रिटर्न चाहिँ कहिले गर्नु हुँदैन। भेट्छ दाइ। सो यो चाहिँ हामीले सेवई बनाएको होइन, त्यो सेवई खानु लागेको। अब मैले चाहिँ चाहेकै छैन, चाख्नुपर्ने ला, म त दुधमै बसेछु तपाईँको पोखरीमा। ल म खाएर भेट्छु। सो युट्युब फ्यामिली अहिले भनौँ न 6:30 5:30 हुँदैछ, अझै घर जाने बेला भयो। यहाँ हाम्रो दाइको बाइक छ, जहिले यो दाइसँगै बाइकमा जान्छु घर। अब दाइले बाइक पखाल्दै भन्नुभएको छ, बाइक पखालिदिएर अनि घरतिर जानुपर्छ। र के कस्तो लाग्यो भिडियो तपाईँहरूलाई हेरिदिनु होला, हिजोको भ्लग पनि हेरिदिनु होला सकेसम्म। सो त्यही भन्छु युट्युब फ्यामिली। सो इन्जोय गर्नु होला, त्यति भन्दै आजको भिडियोलाई समाप्त गर्छु है।